कलाकार प्रिज्मा खटिवड़ाले पटक पटक आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै कलाकार सागर लम्साल बलि विरुद्ध प्रहरीमा निवेदन दिनु परेको बताएकी छिन्। आफ्नो फोटो भिडियो प्रयोग नगर्न र अनावश्यक व्यङ्ग नगरिदिन आग्रह गर्दा पनि सागरले नमानेपछि आफूले कानुनी उपचार खोज्न बाध्य भएको उनको भनाइ छ। प्रिज्माले प्रहरीमा निवेदन दिएपछि सागरले आफूबाट गल्ती भएको भन्दै माफी मागेको र आउँदा दिनमा प्रिज्माको फोटो भिडियो प्रयोग नगर्ने प्रतिबद्धता जनाएपछि प्रहरी कार्यालयमा मिलापत्र भएको थियो। प्रहरीको उपस्थितिमा भएको मिलापत्रको व्यवस्था गर्दै 6 महिनापछि पुनः सागरले चरित्र हत्या गर्ने गरी आफ्नो फोटो भिडियो प्रयोग गर्न थालेको प्रिज्माको आरोप छ। उनका अनुसार मिलापत्र गर्दा फोटो भिडियो प्रयोग नगर्ने, चरित्र हत्या गर्ने गरी व्यङ्ग नगर्ने, फ्यान पेज मार्फत अनावश्यक लान्छना नलगाउने सागरले सम्मति जनाएका थिए। तर 6 महिनापछि उनले आफूलाई फ्यान पेजबाट तनाव दिन थालेको प्रिज्माको गुनासो छ। सागरको पर्सनल फेसबुक एकाउन्ट र फ्यान पेज दुवैबाट आफ्नो फोटो भिडियो हटाउन आग्रह गरे पनि नमानेको प्रिज्मा बताउँछिन्। सागरको फ्यान पेज पनि उनी स्वयंले चलाउने र त्यसबाट आफूलाई मानसिक तनाव दिने खालको सामग्री प्रयोग गर्ने गरेको उनको भनाइ छ। खुन कपाल जोडी राम्रो भनेर आफ्नो तस्बिरसँग मेरो तस्बिर राखेर फ्यान पेजमा राख्ने गरिएको छ, जबकि उहाँसँग मेरो त्यस्तो कुनै पनि सम्बन्ध छैन, उनले भनेकी छिन्। एउटा अन्तर्वार्ताको क्रममा प्रिन्सी बहिनीलाई विगतको के कुराले भावुक बनाउँछ भनेर सोधिएको प्रश्नमा उनी भावुक भएर रुँदासँगै रहेकी केही सञ्चार माध्यममा त्यही तस्बिर राखेर प्रिन्समा र सागरको ब्रेकअप भयो भनेर समाचार आएको पनि उनी बताउँछिन्। त्यसमा कुनै सत्यता नभएको पनि उनले प्रश्न पारेकी छिन्। हास्य टेलिभिजन कार्यक्रम कमेडी दरबार र त्यसअघि आमाको सम्या दुख्छ र सकीगनीमा आफूलाई लक्षित गर्दै व्यङ्ग गर्ने, लान्छना लगाउने प्रयास भएको प्रिन्समा र प्रिन्सीको आरोप छ। कमेडी दरबारमा आफूलाई चोट पुर्याउन क्लिप हटाउन आग्रह गरे पनि निर्मा पक्षले नमानेपछि कानुनी कारबाहीका लागि अगाडि बढ्न बाध्य भएको प्रिज्माको भनाइ छ। उनले फागुन 18 गते जिल्ला प्रहरी परिषद काठमाडौँमा सागर लम्साल बले र कमेडी दरबार सुका सञ्चालक विक्की अग्रवाल र श्रद्धा प्रसाई अग्रवाल विरुद्ध चरित्र हत्या गरेको भन्दै कानुन बमोजिम कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन्। कमेडी दरबारसँगको निर्णय पक्षमा भने अहिले मिलापत्र भइसकेको छ। सागरसँग भने प्रिन्समा मिलापत्र नगर्ने पक्षमा छिन्। एकपटक भएको मिलापत्र विरुद्ध गएको सागरले पुनः आफ्नो चरित्र हत्या गरेको भन्दै अब कानुनी कारबाहीमै जाने उनले बताएकी छिन्। बारम्बार एउटा कुरा दोहोरिरहने भएपछि अब फेरि पनि मिलापत्र गर्नुको अर्थ नरहेको उनको भनाइ छ। सागर र प्रिन्समा प्रिन्सीले केही वर्ष अगाडिसम्म धेरै म्युजिक भिडियोमा सहकार्य गरेका थिए। उनीहरूले सँगै दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका थिए। पछि सागरले म्युजिक भिडियो निर्देशन र निर्माताहरूलाई प्रिन्समा र प्रिन्सीलाई आफ्नो प्रोजेक्टमा नलिन आग्रह गर्ने गरेको प्रिज्माले बताएकी छिन्। कसैले हामीलाई आफ्नो म्युजिक भिडियोमा लियो भने मोडल चाहिँ राम्रो लिएनौ भनेर भन्ने गरेको पनि सुन्यौ, उनले भनेकी छिन्। सायद उहाँ हामी अगाडि बढेको हेर्न चाहनुहुन्न थियो। प्रिज्माले आफू निर्दोष रहेको भन्दै आफ्नो चरित्र हत्या गर्ने प्रयास सागरले गरेको पर्याप्त प्रमाण आफूसँग रहेको पनि उनले बताएकी छिन्। आवश्यक परेको ठाउँमा सबै प्रमाण देखाउन आफू तयार रहेको पनि उनले प्रश्न पारेकी छिन्। सागरले कुनै पनि प्रोजेक्टमा काम नगर्ने निर्णय गरिसकेपछि पनि उनले सँगै काम गर्न आग्रह गरेको, तर आफूले अब उनीसँग कुनै पनि म्युजिक भिडियोमा काम नगर्ने उनको भनाइ छ। उनको व्यापारले सँगै काम गर्न नसक्ने पनि प्रिज्माले बताएकी छिन्। यो खबर 12 खरिबमा चैत 6 गते प्रकाशित भएका छ।